हेलो गाइज, स्वागत छ हजुरहरूलाई मेरो आजको छोटो मिनी भ्लगमा। सो गाइज, आजको मिनी भ्लगमा चाहिँ यो रहेको छ कि हामीहरू यो पहाडमा गएर लाली गुराँस खाने र यहाँ पहाडहरू घुम्ने सोचिरहेका छौँ। मैले चाहिँ भाइहरूलाई अगाडि लगाएर म चाहिँ पछि पछि हिँडिरहेको छु। केही समय हिँडिसकेपछि आफ्नो गाउँको दृश्यलाई कैद गर्दै हामी उकालो चढिरहेका छौँ। धेरै हिँडिसकेपछि हामीहरूलाई चाहिँ धौ भएर हामीहरू बिचमा आराम गरेर तिर्खाएर चाहिँ पानी खाँदैछौँ। धेरै हिँडेर होला मेरो शरीरमा चाहिँ पसिना आएको थियो, तर पनि फेरि हामी उकालो चढ्दै रमाइलो गर्दै आफ्नो गन्तव्यतर्फ लागिरहेका थियौँ। र हामीहरू धेरै हिँडेपछि दाङ र सल्यानको सिमानामा यति राम्रो पहाड देखेर हामी धेरै नै खुसी भयौँ। केही समयको हिँडाइपछि हामीहरू हाम्रो गन्तव्यको धेरै नजिक आइसकेका थियौँ र फेरि त्यहाँ रमाइलो गर्दै र हल्का केही समयको हिँडाइपछि हामीहरू आफ्नो गन्तव्यमा आइपुगेका थियौँ। त्यहाँदेखि हाम्रो यस दाङ जिल्लादेखि सारा सहर देखिन्थ्यो। हामीहरू त्यहाँ बसेर रमाइलो कुरा गर्दै त्यहाँ लाली गुराँस खाँदै त्यहाँका रहेका केही दृश्यहरू अवलोकन गर्दै त्यहाँ गुफाहरू हेरेर हामीहरू धेरै रमाएका थियौँ। हामीहरू साथीभाइहरू त्यहाँ फोटो भिडियो खिचेर अब घरतिर फर्कने भनेर तलतिर दौडिँदै गर्दा हामीहरू धेरै रमाइलो गर्दै धेरै हाँस्दै धेरै खेल्दै हामी तलतिर फर्केका थियौँ। त्यहाँ हामीहरूले जङ्गली जनावरहरू देख्यौँ, धेरै कुराहरू देखेर हामी धेरै खुसी भएका थियौँ। साँच्चीकै यति राम्रो दृश्य हाम्रो गाउँपालिकामा हाम्रै वाडामा रहेछ भन्ने कुरा हामीलाई बल्ल महसुस भयो। अब फेरि पनि हामीहरू यस ठाउँमा लाली गुराँस खान आउने बाजा। आजको भ्लग चाहिँ यही समाप्त गर्न चाहन्छु। बाई बाई।